हेलो साथीहरु नमस्कार। फेरि पनि स्वागत छ मेरो अर्को एउटा नयाँ भिडियो ब्लगमा। आज चाहिँ म जाँदैछु आफ्नो कर्मथलो। यो चाहिँ सामान मेरो ब्ल्याङ्केट पनि लगेको छु मैले। जाडो सुरु भइसकेको छ, त्यही कारणले पनि मैले ब्ल्याङ्केट बोकेर हिँडेको छु। ल अटोले मलाई फाइनली अत्तरे पुर्याइसकेको छ। अब यहाँबाट चाहिँ मैले बस पार्क हिँडेर जानुपर्ने हुन्छ। अब यहाँबाट हिँड्दै जान्छु। मैले चाहिँ गाडीको टिकट चाहिँ मैले काटिसकेको छु। गाडी महेन्द्रनगरबाट आउनेवाला छ। त्यही गाडीमा चाहिँ मैले जानुपर्ने हो। अब यो चाहिँ अहिले बस पार्कतिर यस्तो उभिनुपर्ने हुन्छ। मैले नआउन्जेलसम्म म सर यो बस पार्क देखाएँ हजुरहरूलाई। ल बस पनि फाइनली पुगिसकेको छ साथीहरू। म यही बसमा जाने हो है। महेन्द्रनगरबाट आएको बस हो, यो बाजुरासम्म जाने गाडी हो। र हेर्न सक्नुहुन्छ। ल साथीहरू अब चाहिँ हामी यो गाडीमा हिँड्छौँ। म अब सायद भिडियो बनाउँदैन, अब डाइरेक्ट खाना खाने ठाउँमा म भिडियो बनाउँछु। ल म खाना खाने ठाउँमा पुगिसकेको छु। यो रातिको अहिले 11 बजेको छ। 11 बजेको टाइममा चाहिँ गुरुले यहाँ डडेलधुरामा चाहिँ खाना खुवाइराख्नु भएको छ। एकदमै मिठो खाना खुवाउनु भएकोमा यो होटलको सञ्चालकलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहे। रातिको समयमा यात्रा गर्दाखेरि यति मिठो खाना मैले अहिलेसम्म पनि खाएको थिएन। एकदमै मिठो खाना खुवाइदिनु भएकोमा धेरै धेरै धन्यवाद उहाँलाई। ल मैले फाइनली खाना पनि खाइसकेको छु। म हजुरहरूलाई यो होटलको बोर्ड पनि देखाउनेवाला छु। यो डडेलधुरामा पर्दो रहेछ है। म हजुरहरूलाई यो ल हेर्नुहोस्, यो टक्क यो बोर्ड पनि मैले देखाएँ हजुरहरूलाई। यो साम्राई होटल एन्ड लज एकदमै मिठो खाना खुवाउनु भएकोमा धेरै धेरै धन्यवाद। फाइनल साथीहरू अब चाहिँ यहाँबाट हामीले लाग्नुपर्ने हुन्छ। राति अब सिधै म बिहान भयो भने सम्बन्धित ठाउँमा पुग्यो भने भिडियो बनाउनेवाला छु। अब चाहिँ राति अब बसमा गएर सुत्ने हो। अब 11 बजे छ, राति सुतेर अब सिधै बिहान पुगिन्छ साथीहरू। म चाहिँ बिहान पुग्छु। ल फाइनल साथीहरू म चाहिँ बिहान पुगिसकेको छु। ल हेर्न सक्नुहुन्छ। अब यहाँदेखि चाहिँ मैले हिँडेर जानुपर्ने हुन्छ। यो चाहिँ मैले सर एकचोटि दृश्य देखाएँ यहाँको। यहाँबाट चाहिँ मैले हिँडेर जानुपर्ने हुन्छ। उता मैले साइडमा चाहिँ मैले आफ्नो सामान राखेको छु। ल हेर्न सक्नुहुन्छ, यो चाहिँ मेरो सामान हो। अब यहाँबाट म हिँड्दै गइसकेको छु। ल हेर्न सक्नुहुन्छ, मैले भिडियो अलि ढिलो बनाएँ। त्यहाँ बाटोबाट म हिँड्दै आएको। यहाँबाट यहाँ माथि डाँडासम्म पुगिसकेको छु। यहाँ मैले झोला राखेको छु। यहाँ हेर्न म चाहिँ आफ्नो गन्तव्य स्थानमा पुगिसकेको छु। ल मेरो कुकुरले मलाई देखेर खुसी भइरहेछ। यति जेलसम्म भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।